हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म चाहिँ मार्केट प्रेप यानि कि मैले चाहिँ आज मेरो मार्केट स्टल छ लभली डाँडामा। अनि मैले चाहिँ के बनाएँ भनेर देखाउन गइरहेको छु। अनि अर्को भिडियोमा चाहिँ मैले कसरी उहाँलाई हेर डेकोरेट गरेँ, के बेचेँ, अनि के धेरै सेल भयो त्यो बारेमा भन्न गइरहेको छु। आज चाहिँ मैले के बनाएँ सुरुमा चाहिँ त्यो देखाउँछु। सुरुमा चाहिँ छ यो मिनी पाउच दुईटा यस्तो। यो चाहिँ जलाउन बाँकी छ, एकचोटि लास्ट टच। अनि त्यसपछि छ स्क्रन्ची पिङ्कमा। यो चाहिँ स्नो वाइट हो कि के कुन हो, डिज्नी उसको थिममा। अनि यो चारवटा स्क्रन्ची। अनि त्यसपछि छ विन्ड स्पिनर तीनटा, यो कलरमा तीनटा विन्ड स्पिनर। अनि मफलर पनि छ दुईटा, एउटा यो भयो, अर्को चाहिँ योमा चाहिँ दुईटा चाहिँ मफलर भयो। अनि त्यसपछि चाहिँ यो हार्ट, मेरो फेस साइजको लगभग यति, यो चाहिँ हार्ट। अनि ब्याग एउटा ब्याग पनि एउटा छ। अनि त्यसपछि चाहिँ मसँग चाहिँ पटहरू छ, यो रोज, यो पनि रोज। अनि एउटा टुलिपको, अर्को टुलिप, अर्को नि टुलिप, यो नि रोज, यो नि रोज। 1 2 3 4 चारवटा टुलिप अनि चारवटा रोज अनि तीनटा टुलिपको चाहिँ यति चाहिँ मसँग चाहिँ पट छ। पट भयो। त्यसपछि चाहिँ मसँग चाहिँ यति सबै चाहिँ सायद किचनहरू होला, किचन अनि हेडब्यान्डहरू। अनि यो हेडब्यान्ड भयो एउटा, यस्तै एउटै छ हेडब्यान्ड। अनि यो वाला हेडब्यान्ड। अनि त्यसपछि चाहिँ मसँग यो लिप ग्लस रे लिप बाम हाल्ने चाहिँ यो होल्डर छ। यसको नाम के भन्छ मलाई थाहा भएन, तर मलाई चाहिँ राम्रो लागेर बनाएँ। यो चाहिँ मैले 3टा बनाएको छु। यो चाहिँ अलि सानो भइरहेछ। यो चाहिँ 3टा छ, यस्तो देखिन्छ। यो यसरी खोलेर चाहिँ यहाँ चाहिँ हाल्ने, यस्तो गर्ने अनि ब्यागमा चुन्डाउने, यो भयो। अनि त्यसपछि चाहिँ मैले चाहिँ स्ट्रबेरी चाहिँ मैले 1 2 3 4 5वटा बनाएको हुनु, 5वटा बनाएको थिएँ, तर एउटा मैले पाइनँ। कता गएछ? यही रहेछ। स्ट्रबेरी चाहिँ 5वटा छ, स्ट्रबेरी किचन। अनि त्यसपछि चाहिँ यो अक्टोपसवाला चाहिँ एउटा अनि दुईटा मात्र छ यो, किनकि मैले बनाउन टाइमै पाइनँ। इभिल आई पनि 3टा, इभिल आई पनि 3टा छ, इभिल आई किचन। त्यसपछि भयो यो बी, यो एउटा छ। यो चाहिँ मेरो पुरानै बनाएको, मैले चाहिँ त्यसलाई चाहिँ अलिकति त्यसको उसहरू टालेर चाहिँ अहिले उस गरिदिएको। मतलब यो चाहिँ मैले पहिले बनाएको थिएँ, तर मलाई यो टाल्न चाहिँ औला छु। अनि त्यहीँ मेरो पुरानो प्रोजेक्टहरूमा थियो, अनि मैले चाहिँ यसलाई त्यहाँबाट निकालेर यो टालेर चाहिँ यहाँ ल्याएको भन्न खोजेको चाहिँ त्यो। अनि त्यसपछि यो मयूर पङ्क, यो पनि डिफ्रेन्ट सेडको कलरमा छ, यो अर्कै छ।
यो फेरि अर्कै छ, यो फेरि लाइट छ। यो पनि 5वटा बनाएको छु मैले, 5वटा चेन। अनि यसपछि चाहिँ यो चाहिँ खै मैले के बनाएको थाहा छैन, तर जे बनाएँ नि। त्यसपछि यो रोल पनि 2टा हुनुपर्ने। यो रोल नि 2टा छ। यसमा चाहिँ मैले फेरि फेस बनाएको, तर यसमा चाहिँ छैन, म बनाउने टाइम पनि छैन यसमा। यो 2टा, यो 2टा। अब चाहिँ किचेन बोवाला 2टा कलर यसमा छ, 2टा कलर यसमा छ। त्यसपछि एउटा कलर यसमा, एउटा यसमा। अनि यसमा 8वटा चाहिँ किचेन बोवाला। त्यसपछि चाहिँ बुकेवाला, यो किचेन यस्तो, तर यो हुन्छ खै, यस्तो चाहिँ देखेछ, कस्तो क्लियरै देखेन, तर यहाँ चाहिँ राम्रो देखेछ। यो चाहिँ पिङ्कमा, रेड र पिङ्कमा। त्यसपछि यो एउटा, अनि फेरि यो वाइटमा छ। एउटा रोज किचेन, फेरि अर्को सनफ्लावर, अर्को नि सनफ्लावर, एउटा रोज, एउटा डेजी, अनि एउटा यो रेडमा, के थाहा छैन, यो पिङ्कमा, अनि अझै एउटा यो रहेछ। अनि मसँग भएको चाहिँ अनि चाहिँ यो फ्लावरहरू छ, 1 2 3 4 5 6 7 8 9 10 11 12वटा रोज, 2टा सनफ्लावर। अरू चाहिँ मैले भ्याएको छैन। त्यसपछि चाहिँ बुकेहरू चाहिँ मैले एउटा यो बनाएको छु, यस्तो यस्तो एउटा यो, अर्को चाहिँ यो, त्यसपछि चाहिँ अर्को नि यस्तै वाला 4वटामा यो भयो। अनि अर्को चाहिँ यो, यिनीहरू चाहिँ मैले बनाएको छु। अनि त्यसपछि चाहिँ मैले चाहिँ यो पनि बनाएको थिएँ, तर मैले यो टाल्न भ्याइनँ। अब अहिले टाल्न भ्याएर लयो भने लयो, नत्र यो यही हुन्छ। अनि यसको हात जोड्न बाँकी छ, यसको नि हात जोड्न बाँकी छ। हात त भयो फ्लावर, अनि अझै एउटा थियो, यसको नि हात फ्लावर जोड्न, यसको नि हात फ्लावर। अनि यति नै हो मेरो क्रोसे आइटमहरू। Thank you so much for watching my video.